एभ्रिवान गुड मर्निङ फ्रम मोख्रे। अनि म आज चाहिँ घरमा छु। हिजो बेलुका नै आएको अनि दिदी र म चाहिँ आज घुम्न जाँदैछौँ। घुम्न भन्दा पनि खासमा अहिले सुरुमा चाहिँ मन्दिर जाने हो। अनि बाहिर पानी पऱ्यो त पुरै। अनि हामी सबै सेतै जुत्ता पनि सेतै लगाएर हिँड्दैछौँ। पानी परिरहेछ बाहिरको। अनि इन्भाइरोमेन्ट यस्तो धुम्मिएको छ अनि हामी घुम्न हिँड्दैछौँ। यस्तो राम्रो पऱ्यो। कपाल पनि यस्तो राम्रो बनाएर ए हिँड्नलाई रेडी भइसक्यो दिदीसँगै। कुकुर ए पानी पर्दा पर्दै हामी त हिँड्यौँ। हिँड्न चाहिँ हिँड्यो। अब जे होस् मन्दिर बक्रकुण्ड मन्दिर जाने भन्ने छ हाम्रो प्लान। अनि त्यहाँदेखि फेरि सिधुवामा पनि त्यो एउटा के पो गुफा पोखरी भन्ने ठाउँ छ। अनि त्यहाँ चाहिँ म पहिलोचोटि जान आँटेको। बक्रकुण्ड त हामी पहिला पनि गइसकेको छौँ नि त। अनि त्यहाँ बक्रकुण्ड चाहिँ जान्छौँ नै, पानी परे पनि त्यहाँ पुग्छौँ नि। अब त्यो मन्दिरमा त जान्छु भनेपछि त जानै पर्छ। गुफा पोखरी चाहिँ अब मौसमले बताउँछ। यस्तो छ बाहिर मौसम। पानी परिरहेछ हामी हिँडिरहेछौँ पुरै सेतो लुगा लाएर। ए भगवान्। अनि पछाडि हेर्नु त खेतीबारी। अनि यो चाहिँ खोर्सानीको बिरुवा हो। पछाडि आउँदैछ दिदी। हेलो हेलो। अनि आज चाहिँ मम्मी बुवाहरू चाहिँ जानु हुँदैन किनकि हाम्रोमा मटर टिप्ने प्लान छ। यो चाहिँ हाम्रो गाउँको जुन मैले पहिला पनि भनेको थिएँ जो हाम्रो गाउँको पहिलो मन्दिर हो भनेर। अनि जुत्ता लगाइरहेको छ भनेर चाहिँ बाहिरबाट पूजा गर्न आँट्दैछ। अघिसम्म पानी नै परेको थिएन, ठ्याक्कै निस्किनेलाई पनि पानी पर्छ। ल अहिले चाहिँ हामी जौटार आइपुग्यौँ। जौटार उहाँ पछाडि चाहिँ जो गुराँस अनि त्यहाँ माथि बस्ने ठाउँ बनाएको छ कि राम्रो बनाएको छ। अब पछि त्यो गुराँस अहिले चाहिँ फुलेको छैन। अब पछि फुलिसके पछाडि चाहिँ राम्रो देखिन्छ, राम्रो हुन्छ। अनि यो ऐसलुको बोट भइहाल्यो हाम्रो। अनि बाटोहरू चाहिँ यस्तो छ, राम्रै छ। पानी नपर्दाखेरि त राम्रै हो, यत्तिकैलाई नराम्रो गर्न मिल्दैन। बाइक मजाले आउँछ, अटोहरू मजाले कुद्छ। त्यस्तो धेरै गाउँ पनि छैन क्या हाम्रो गाउँ चाहिँ। गाउँ त गाउँ नै हो तर त्यस्तो धेरै टिपिकल गाउँ पनि होइन। सानोतिनो पसलहरू पनि छ। अनि डेरी पनि आफ्नै गाउँको छ। मतलब हाम्रो घर छेउमै छ। अनि हाम्रो चाहिँ सेयर सदस्यहरू मिलेर किनेको वाला आफ्नै डेरीको गाडी पनि छ। राम्रो छ। 2 दिनमा हाम्रो ओख्रेबाट चाहिँ हिलेमा दुध लग्नुहुन्छ गाडीमा हालेर। जस गाउँभरिको चाहिँ सङ्कलन गर्नलाई हामीसँगै हाम्रो गाउँमा चाहिँ डेरी छ क्या। अनि त्यही हो। अब सब्जीहरू पनि सस्तो मस्तोमा गाउँकै दाइहरूले लिनुहुन्छ। अब कसैले अलिकति राम्रै पैसा आउने गरी बेच्नु पर्यो भने चाहिँ हिले नै ल्याउनुहुन्छ। कसैले गाउँमै पनि बेच्नुहुन्छ। त्यस्तै छ। हेर्नु न गुराँस सबै फुलिसकेको छ। एउटा चाहिँ बाँकी भएछ, त्यही नै म देखाउँदैछु तपाईँहरूलाई। यो सबैमा फुलेको थियो क्या, सकिएको क्या। अहिले टाइमै सकिसक्यो नि त गुराँस फुल्ने। 1 घन्टामा चाहिँ हामी पुग्छौँ। तर अब त लाग्दैन, 1 घन्टा त लाग्दैन। कहाँ लाग्छ त। कहाँ जौटारमा ए उयसमा मन्दिर त पुग्छौँ 9 बजिसक्यो। ठिक छ त, हामी गाउँबाट आएको, टाढाबाट आएको। अनि यहाँ तल कस्तो राम्रो त निगालोहरू मालिङ्गोहरू छ क्या। ल गाइज हामी चाहिँ बक्रकुण्ड जाने बाटो त आइसक्यौँ। बक्रकुण्ड जाने बाटो चाहिँ यही हो। श्री बक्रकुण्ड पञ्चेश्वर महादेव अरे। हामी गेटबाट पनि छिरिसक्यौँ। घाममा हेरेपछि किन हाँस्यौँ आउँछ। मैले 10 क्लासमा पढ्दाखेरि यही साइन्स टिचरले होइन हरेक विद्यार्थीले एक एकवटा त्यो जे आफूलाई कन्फ्युज भएको छ एक एकवटा मात्रै क्वेसन सोध्न पाउने। अनि त्यसको चाहिँ एन्सर हरेकको एन्सर दिने भनेर सरले भन्नुभएको थियो। अनि मैले क्या रातभरि सोची किन घाममा हेर्दाखेरि सबैले हाँस्यो आउँछ। प्रायःलाई आउँछ, तपाईँहरूलाई के हुन्छ थाहा छैन होइन। तर मैले थाहा पाए जति चाहिँ प्रायः सबैले आउँछ कि हाँस्यो। अनि सोधेको थिएँ तिमीलाई आउँछ होला, खै हामीलाई त आउँदैन भनेर मेरो क्वेसनको एन्सर दिनु भएन। थाहा थिएन भने मलाई थाहा भएन भोलि भन्छु भन्दा नि हुन्थ्यो। अहिले त च्याट जिपिटी पनि छ, च्याट जिपिटीलाई सोध्दैन थियो। तर त्यति बेला त च्याट जिपिटी त थिएन होइन। है
म थाकेँ बोल्दा बोल्दा। तर मलाई त्यसो भन्नुभएको थियो क्या, सबै साथीहरूको अगाडि म कस्तो इम्बेरेस भएको थियो त्यहाँ। यहाँ तलको नजारा। अहिले त घाम पनि लागिसकेको छ यस्तरी, खोइ घाम त देखिएन गाइज। मलाई त्यति बेला साँच्चै चित्त दुखेको थियो। म स्कुलमै त केही गरिनँ, घरमा आएर चाहिँ रोएको पनि थिएँ कि मलाई चित्त दुखेर। दिदी होइन त्यो टाइपको होइन, तँलाई होइन घाममा हेर्दाखेरि हाँच्यो आउँछ कि आउँदैन? आउँछ, प्रायैलाई आउँछ क्या। चिया बगान पनि रहेछ भाइ, लौ वाह। अनि यता चाहिँ फेरि किन चिया यसरी काटेको हो? बोटै काटे खान् त मान्छेहरूले ड्याङ्की ड्याङ पारेर। यो खासमा चिया बगानै हो। मुना मुना टिप्नु पर्ने भोटै ढाल्दैछन् सबै। दिदी आउँदैछ पछाडि 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 दिदीहरू हुनुहुँदो रहेछ कि बाटो कन्फ्युज भएर सोध्दै हुनुहुन्छ। घाम लागेपछि त म त झपक्कै बल्छु नि, घाम नआउँदा त कालो देखिने म। हेयरस्टाइल हेर्नु न कस्तो छ हौ, स्वेटर बुन्ने धागो हुन्छ नि त्यस्तोले बानेको। उत्तिस भनेको त यस्तै हुन्छ, म खालि उत्तिस भन्छु। के हो उत्तिस भनेको भन्नुहुन्छ? के छ गाइज? ठिक छ हो भन्नुहुन्छ अहिले? खुसी लागेको छ, कम्ती खुसी लागेको छ। फेरि जति बेला घामको तारिफ गर्यो त्यति बेला घाम जान्छ कि किन? आई डोन्ट नो। अनि यहाँ चाहिँ खासमा मन्दिर जाँदाखेरि यताबाट जाने यताबाट आउने अरे। मलाई मम्मीले भन्नुभएको थियो यताबाट जाने यताबाट आउने अरे, त्यही भएर दुईवटा बाटो हुन्छ अरे मन्दिरको प्रायः। यहाँ पनि डेन्जरै राम्रो ठाउँ हुन आँट्यो अरे चाहिँ। यो फुल यो सबै बढेर फुल्दाखेरि त कस्तो हुन्छ त भन्नु त? यो सबै के पो रेडोडोन के रोडोडेन्ड्रन हो कि रोडोडेन्ड्रन होला हौ। के भन्छन् प्रनाउन्सिएसन नआएकोलाई स्पेलिङ सोध्छ फेरि एउटी। गुराँस हो गुराँस गाइज, बुझ्नु भएन भने के पो रोडोडेन्ड्रन होला हौ सायदै, त्यही होला। कस्तो नबोलिराख्दाखेरि त जे पनि बिर्सिने भाइ। के अरे भाइ? भन् 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 न, गुराँसलाई के भन्ने रे? त्यस्तो हुन्छ क्या घरिघरि कुनै कुनै शब्द यहाँ घाँटीसम्म आउँछ होइन, थाहा हुन्छ। रोडोडेन्ड्रन नै हो जस्तो लाग्यो मलाई। के पो यहाँ त पहिला नै कति भिडियो बनाउँथेँ तपाईँहरूलाई, इफ यु नो यु नो भन्ने जस्तै हो। मैले यहाँ बनाउँथेँ कस्तो राम्रो राम्रो भिडियो बनाएको थिएँ। एकचोटि म मम्मीसँग आएको थिएँ क्या, अनि बनाएको थिएँ मैले। यस्तो पो रहेछ त नि, ऐना पनि रहेछ, ऐना हेर्ने ठाउँ पनि रहेछ। निस्क्यो उताबाट, पर्दैन। यो जुन फुल छ नि त्यो चाहिँ मैले पूजा गर्दै गर्दा भगवान्को शिरमा कसले चढाइरहेको थियो, त्यो झऱ्यो क्या सायद। त्यो मलाई लैजा भनेरै झऱ्यो होला, त्यही भएर मैले बोकेर हिँडेँ। फेरि पिङ्क कलर मलाई मनपर्ने उस्तै। उहाँ बस् न, मेन मन्दिर चाहिँ यता रहेछ। यहाँ हेर्नु त कस्तो राम्रो रोज, एउटा उता माथि पनि छ, अनि यहाँ रोज। पप्पी हेलो 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 ओइ। तर बिरामी रहेछ भाइ। हाई पप्पी। दिदी हेर्न यता एकचोटि कस्तो राम्रो देखिरहेछ। पाथी भारा जस्तो भाइ आउने, पाथी भारामा नि यस्तै छ नि त। अनि दिदी टिकटक मोडमा चाहिँ बिचरा हिँड्न नसक्ने भयो कि चाहिँ।
चाहिँ हामी गएको ल बक्रकुण्डबाट चाहिँ निस्केको। अब हामी सायद अब हामी कहीँ नै जाँदैनौँ। हामी त फेरि कहाँ हो हिँडेको, खै कहाँ हिँडेको। तिर्सेल जाने बाटो आएको, यता नेपाल टेलिकमको हिल एक्सचेन्जतिर पो आइपुग्यो। हामी चाहिँ फ्रुट्सहरू खानु भनेर पानी, एप्पल, मोमो बोकेर हिँडिरहेको छौँ। अनि अब यहाँ माथि जाने अनि त्यहीँ बसेर खाने। भाइरल भएको ठाउँमा फुल पनि झरिसक्यो अरे। म आन्टीले हामीलाई लैजाने अरे, आन्टीको घर त्यहीँ छेउमा अरे। अनि हामी चाहिँ भाइरल भएको ठाउँको बोट मात्रै हेरेर आउने भनेर हिँड्दैछौँ। कहाँ गएर आउनुभएको तपाईँ? कहाँ गएर आउनुभएको तपाईँ चाहिँ? दोकान गएर आएको नि। ल अब भाइरल भएको ठाउँमा फुल त छैन रहेछ, तर ठ्याक्क त्यही ठाउँमा नेपालको झन्डा रहेछ। अब त्यहीँ गएर झन्डामा 1-2 सट हानेर आउँछौँ ल हामी। फाइनली हामी आइपुग्यौँ भाइरल ठाउँमा। उतै रहेछ भाइरल भएको ठाउँ चाहिँ। यहाँ हेर्नु न, नेपालको झन्डै झन्डा रहेछ। राम्रो रहेछ जे होस्। कस्तो पो हुँदो रहेछ त, यसरी हलिने रहेछ यसरी। गयो पत्यो भनेर। यो चाहिँ लास्टै दामी फुलाएको थियो क्या। संसारभरिकै मान्छे आयो होला हामी बाइक सबै आयो होला नि यो हेर्नलाई। अनि आज हामी हेर्न आएको। फाइनल कार्यक्रम यहाँ बसेर खाने मोमो। कहीँ गइएन, केही गरिएन, मन्दिरमा 5 घन्टा बस्यो। एउटा कपडा टक्क ल्याउनु, मम्मी बुवा सबै हुनु, यो मजा आउँछ। सिजर पेपर रक खेल्दै गर्ने म भन्छु तँलाई। सिजर पेपर रक गर्न कि त यस्तो गर कि यस्तो गर कि यस्तो गर। निकाल्न त्यत्रो मागी ल्याएको। नै मलाई मन परेन। त्यो आन्टीलाई आधी काँक्रा दियो अरे, नुन खोर्सानी माग्यो अरे, ल्याएको पो त घुस खुवाएर। बिना घुस त यहाँ केही कामै हुँदैन। हामीले काँक्रा नदेख भए त्यो आन्टीले नुन खोर्सानी दिँदै दिनुहुन्न थियो। लगाइ नुन खोर्सानी पनि पिन्यो त्यसले नि। कस्तो मिठो।
क्या हो यो त यस्तो हुँदैन त सुन्तला यसो टाँसिँदैन त 80 रुपियाँको हौ 3 दाना सुन्तला नखाने खाने हो र त खोइ यो सुन्तला हो कि जुनार यहाँ त जुनार त हो त यस्तो हुन्छ सुन्तला चाहिँ यस्तो बाहिर त कभरै हुँदैन कस्तो ढाँटै आँटी हुँदो रहेछ अरे सुन्तला हो र खाइ के हो जुनारलाई त्यो आन्टीले सुन्तला भनेर बेच्दैछन् कति ठग आन्टी नाम त लास्ट ठग त्यही भएर त्यो आन्टीको म कहिल्यै किन्दिनँ त्यहाँभन्दा अगाडिको पसलमा किन् यहाँ नफाल न यहाँ फाल हस् दिदी आन्टी एकचोटि त बिकायौ अर्कोचोटिदेखि मिठो छ तर जे हो त्यो भन्न सक्नु पर्यो नि त कस्टमरलाई जुनारको भाउ त्यति महँगो छँदै छैन टाइम के अरे एक्सपायर हुन आँटेको सुन्तला हो के हो सिजन सकिएको सुन्तला हो महँगै हुन्छ भनेर बेचे कस्ता कस्ता पसल जुनार हो मिठो त छ मलाई नि यसको त्यो बाहिरको यस्तो हुँदैन क्या सुन्तलाको नि खुल्ला हुन्छ क्या कुकुर पनि आयो खिसिहाल हौ त्यो चिता आयो कि क्या चिता तर गाइजहरू कहिले घर पुग्नु आराम नगरी खान कम्ती कम यो चाहिँ सुन्तला हो तँ जुनार मिसाएको रहेछ दुइटै जुनार परेछ मेरो चाहिँ ला पानी पऱ्यो छाता पनि छैन के गर्नु खाना त खाइयो पर्छ कसरी अहिले छाता फालिदिनुहुन्छ गाईहरू के गर्नु छाता छैन भन्न गाइजहरू छाता छैन ला साँच्चै दिदी लु खाँदै जाउँ न दिदी भो रहर पनि भइहाल्यो जाउँ न पानी पऱ्यो अब हतारेर हुन्छ अहिले खाइसक्ने यहाँनिर त एउटा कुन फिल्मको सुटिङ हौ कुन फिल्मको हो बिर्सिहाल्यो हामी यहाँनिर यो बुबु सैनिकमा पढ्दाखेरि यहाँ आएको थियौँ क्या हेर्नलाई यो 2 नम्बर गेटमा हो नि त कुन पो हो बिर्सेँ दिलीप रायमाझी हिरो मुना रायमाझी दर्शक विजय रायमाझी दर्शक हामी हेर्न आएको थियौँ क्या निकाल्दैछ खेचार खाँदेखि घर चाहिँ उडेर जानु नि मौसम भन्नुहुन्छ भने भएन लगाए म झन् मरिसकेँ बुवा र मैले राख्छु ल होस् नखाने म यस्तो फुल भइसक्यो वाक वाक गर्दै खानुभन्दा बिचरा मम्मी बुवालाई पनि हाम्रो लिएको कसैले दुईवटा छ नि त ठिक्क एउटा लगाइ हाम्रो सक्यो ट्रिप पनि सक्यो अब हामी घर जान्छौँ पानी परिसक्यो साँच्चै अब कुद्न नि भ्याउँदैन बाबा हामी प्याकअप ए अब घर त लानु पर्यो नि आर्मीले मार्छ नि फेरि बहिनी त्यहाँ गएर त्यो सफा गर मात्रै भन्यो भने मैले त कतै त्यहाँ खाइसक्यो है गाइजहरू अब हामी त बाटो लाग्ने हो यस्तो ठाडा भाषा नबोल्नु खाइसक्यो है गाइजहरू के भन्नु त तेर्सो चाहिँ कस्तो हुन्छ फेरि गाइजहरू गाइजहरू खाइसक्यो है छोड्नु तेर्सो होइन त ए गाइजहरू खाइसक्यो है अब हामी बाटो लाग्छौँ खाना त फलफुल खाएको त ल सिएन्तर पनि खाए जस्तैकै पो कुरा आउँछ नि त ल अब हामी गएको बाई बाई थ्याङ्क यू फर वाचिङ सायदै अन्तिम पार्ट होला यो सो थ्याङ्क यू अब हिजो हामीले कसरी मदर्स डे मनायौँ भनेर सानो क्लिप योभन्दा पछाडि जोडिदिन्छु हेर्नु ल अनि मम्मीलाई मोतीको मालामा जस पोते जस्तो दिएको थियौँ क्या गिफ्ट अनि दिदी म दादा भाउजू भएर दिएको हो त्यो चाहिँ संयुक्त गिफ्ट हो त्यही हो हेरिदिनु ल
त्यो भागेकै कम्ती अँध्यारो भएन लु। अनि यहाँ बाटो पनि कहाँ हो नि थाहा छैन। मान्छेले अलिक हिँडेर यहाँ दाम बसाएको थियो त्यही भएर यहाँबाट खसी भनेर हिँडेको मात्र हो। सबले फोरे चाहिँ फाले हुँदो रहेछ नि हामी त यी अनुशासित भएर फोटो पारेर लिएर हिँडेको छ। पानी परो यो सानो पर्न दिदी यता हेर हेर्दिन अरे बिचरा थकित भइ यता हेर्दा कस्ती रहेछस् हेर्नु ल ल दादा आमाको मुख हेर्न दिन मम्मीलाई के भन्न चाहनुहुन्छ 2 शब्द जाओस् सकियो अनि मम्मी दादाले के भन्न चाहनुहुन्छ दादा र दिदीलाई यो हामीले दिएको गिफ्ट चाहिँ के भन्नु थ्याङ्क यू धन्यवाद छोराबुहारी भन्नु न धन्यवाद छोराबुहारी अनि अरु मम्मी यता हेर्नु न एकचोटि बुढी भएर बसिरहेको छु नदेख न कस्तो राम्रो देखिरहेको छ यो माला चाहिँ धेरै राम्रो थ्याङ्क यू बालाजी ज्वेलर्सलाई दिदीलाई पनि थ्याङ्क यू दादा भाउजूलाई पनि थ्याङ्क यू मलाई पनि थ्याङ्क यू ल मोती हो यो के भयो मलाई त मिलाउनै आएन क्या हो ए ल अब ठिक छ